बुवा हजुर के गर्नुभएको? ए मेवा तासे नानी मेवा कहाँ बारीकै हुन्? बारीकै हो। ए कति राम्रो छ ल, बुवाले तास्दै हुनुहुन्छ मेवा खाने। बुवा अनि यो मेवा त तास्दै हुनुहुन्छ, यो चुलेसी छ नि, हजुरले यो मेवा तास्दै हुनुहुन्छ नि। यो चुलेसी हामी सानो हुँदादेखिको यही चुलेसी छ, अहिले पनि हजुरहरू यही चलाइरहनु भएको छ। यो चुलेसी त धेरै पुरानो भयो है। ए यो त मेरो हजुरआमालाई कोसीपारी तलुवाबाट मैतल पठाउँदाखेरि दिएको अरे। हजुर दिएको अरे अनि त्यहाँदेखि हजुरआमाले चलाउनु भयो। हजुर 93 वर्षमा निधन हुनुभयो। हजुर अब मेरो आमाले फेरि चलाउनु भयो, मेरो आमा पनि बित्नु भयो हजुर होइन, हजुर बित्नु भयो मेरो आमा। अब लगभग 93-94 वर्षमा खस्नु भयो। को हजुर? यहाँको हजुरआमा कहाँ 93? 105 वर्ष भन्नुहुन्थ्यो त। 93 वर्ष। ए हजुरआमा, हाम्रो हजुरआमा। हजुर अनि त्यहाँदेखि फेरि मैले चलाउँदैछु नानी हेर, म चलाउँदैछु। अब यो एकदम पुरानो इतिहास बोकेको यो तुलसी छ। यसको मुन्द्री पनि थियो हलिँदा हलिँदा, हजुर त्यो पनि खुस्क्यो। हजुर। अहिले यो छिन्न आँटिया छ। यो सान पनि लाएको छैन, धार पनि लाएको छैन, यत्तिकै काटेछ नानी। यो लु हेर। हो म हेर्छु कहिल्यै जो फेरिँदैन, यही छ यही छ। अनि यो धेरै पुरानो भइसक्यो। अब बुवा नि के अरे 80 वर्ष हुन आँट्नु। मेरो 2 वर्ष त 80 पुग्नलाई नानी। अनि यति तगडा हुनुहुन्छ है बुवा, मेवा फलाएर। त्यही त यो चुलेसीको चाहिँ मलाई साह्रै जान्न मन थियो क्या, त्यतिकै हुन्छ कति पुरानो भइसक्यो। उहिलेको नानी उहिलेको यो के कुरो गर्नु। ए अब आमाको याद पनि आउने, हजुरआमाहरूको आफ्ना है होइन बुवा? बुवा होइन पखाली नपखाली हुँदैन, पखालेर खानुपर्छ। पख्नु न सबैजना। ल ल ए ल ल बुवा, यही कति राम्रो है, पुरानो चिजहरू। पुरानो चिजमा कति छ बुवा? अलि नजिकै देखा न। पुराना चिजबिज अब यही हो चुलेसीकै। अरू के छन्? भाँडा बर्तन होला नि? अरू भाँडाहरू छन् होला, अब मात्र सिलिङतिर कता छ। झर्के थालहरू छन्, बड्डु भाँडाहरू छन् नानी। यो चुलेसी चाहिँ साह्रै अहिलेसम्म यो केही नगरे चलाउनु है। यहाँ कति कस्तो छ लु हेर त, यहाँ यो त छिन्न आँटिया छ। ए यो कत्रो थियो होला, पहिले कत्रो थियो होला है। आजभन्दा अब लगभग 200-250 वर्ष पो भयो त। भयो त नानी। 250 अनि हो मै 50 हुन आँटे, नातिनी पनातिनी जनातिनी नै हो। म नाति त यत्रो भइसक्यो, अब 2 वर्ष छ 80 पुग्न र पनि यति तगडा हुनुहुन्छ हो आमा। आमाले पनि प्रयोग गर्नुभयो। हजुरआमालाई दिएको अरे तलुवाबाट, कोसीपारी तलुवाबाट। हजुरआमा मावली चाहिँ के थरी? मेरो मावली पोखरेल अनि बुढा मावली काफले। म तलुवाबाट दिएको अरे मेरो हजुरआमालाई।